स्वाभाविक रूपमा जनताले माया गर्ने कुरालाई मैले अन्यथा ठान्दिनँ। तर अघिल्लो पटक भन्दा यसपटक उहाँहरूले मलाई लाग्छ त्यही गाली र चाहिँ नकारात्मक कमेन्टहरू देखेर पनि होला जनता आफै चाहिँ 2 दिनसम्म जङ्गलमा गएर लाली गुराँसको फुल टिपेर माला उनेर पनि राति 10 बजेसम्म पनि पर्खेर माला लगाइदिनु भएको छ। एक ठाउँमा लगाइदिएको होइन, मलाई ओडामा जाँदा सबै ठाउँमा जाँदा चाहिँ लाली गुराँसको माला, भुटुकको माला, लालुपातेको माला, सयपत्रीको माला, मकैको माला, विभिन्न खालका मालाहरू लगाइदिनु भएको छ। र मलाई लाग्छ देशभरिमा मलाई जति निर्वाचन अगाडि माला लगाइदिएको उम्मेदवार अर्को कोही छैन जस्तो मलाई लाग्छ। यो कुनै तस्बिरमा त तपाईको आँखा पनि देखेको छैन। आँखै जगाउन मलाई गाह्रो गरिकन टुप्पीभन्दा माथिसम्म पनि माला लगाइदिइरहनु भएको छ। उहाँहरू एकदमै सबै चाहिँ माला लिएर आउनु भएको छ र लगाइदिनु भएको छ। अब त्यहाँ चाहिँ माला झिक्ने पनि अवसर मैले नपाउने गरी त्यो खालको छ। र आजै पनि तपाईँले नारीकोटमा देख्नुभयो, आज पनि सबै जनसमुदायले विभिन्न चाहिँ मालाहरू लिएर आउनु भएको थियो र त्यो माला लगाइदिनु भएको थियो। सबै ठाउँमा यो छ। कतिपयले चाहिँ के भने सूर्य थापाले त माला हेर्ने हो भने मालैले जित्ने भए चुनाव।